जय मसीहहरू सम्पूर्णलाई प्रभुले आशिष दिनुभएको होस्। साँच्चै नै हामी हाम्रो प्रभु येशू ख्रीष्टलाई चाहिँ हामी हर समय हमेशा चाहिँ हामीले प्रभुलाई चाहिँ धन्यवाद चढाउनु पर्दछ। अनि परमप्रभुले वचनले भनेको छ हरेक सास सुनिले चाहिँ उहाँको नाउँमा आराधना गर्नु, उहाँको नाउँलाई महिमा गर्नु, उहाँको नाउँलाई प्रशंसा गर्नु भनिकन उहाँले भन्नुभएको छ। कारण किन भन्दै गर्दा हामी चाहिँ उहाँको सृष्टि हौँ। उहाँको सृष्टिले चाहिँ उहाँलाई आराधना, उहाँलाई महिमा, उहाँलाई प्रशंसा गर्नु अति नै आवश्यक छ। सो त्यो भएको कारणले चाहिँ उहाँलाई हामी धन्यवाद दिनुपर्दछ। किन भन्दै गर्दा उत्पत्तिको पुस्तकमा हामीलाई थाहा छ आदम र हवालाई परमेश्वरले सृष्टि गर्दै गर्दा उहाँले सृष्टि गर्नुको उद्देश्य चाहिँ के थियो भन्दै गर्दा उहाँलाई महिमा गर्नु अनि उहाँलाई प्रशंसा गर्नु। अनि उहाँका सन्तानहरू हो हामी चाहिँ, उहाँका छोराछोरी हौँ हामी चाहिँ उहाँका राजकीय पुजारीगिरी भएको कारणले उहाँलाई चाहिँ हामी आराधना, धन्यवाद, महिमा अनि प्रशंसा हामी सदा सर्वदा उहाँलाई चाहिँ हामी धन्यवाद दिनुपर्दछ। भजन सङ्ग्रह 103:1 अनि 2ले भनेछ जस्तै उहाँले भन्नुभएको छ हरेक सास सुनिले चाहिँ उहाँलाई प्रशंसा गर्नु भनिकन है। भजन सङ्ग्रह 150:6 भने जस्तै हरेक सास सुनिले चाहिँ उहाँको नाउँलाई आराधना गर्नु, उहाँको नाउँलाई महिमा गर्नु भनिकन भन्नुभएको छ। अनि भजन सङ्ग्रह 103:1 र 2ले भनेको छ मेरो सारा अन्तस्करणले चाहिँ उहाँलाई महिमा गर्नु होइन, उहाँलाई प्रशंसा गर्नु, उहाँलाई धन्यवाद दिनु भनेको छ। आज सारा संसारमा सारा जगतले चाहिँ उहाँलाई महिमा अनि उहाँलाई प्रशंसा गर्ने समयहरू आएको छ। समय थोरै छ र परमेश्वरलाई चाहिँ हामीले उचाल्ने समयहरू आएको छ। समयको किम्ती समयमा आएको छ। यो अन्तिम दिनको समयहरूमा आएको छ। यो अन्तिम दिनको समयहरूमा चाहिँ प्रभुलाई धन्यवादी दिने दिनहरू आएको छ। किन भन्दै गर्दा हामीलाई बाइबलले यो भन्छ कि वचनले चाहिँ यो भन्छ प्रकाश 2:10 भनेको छ अन्तिम दिनसम्म तिमी चाहिँ स्थिर त रहनु अनि दियाबलसले चाहिँ 10औं दिनसम्म तिमीलाई कष्टमा राख्ला तर तिमी चाहिँ अन्तिम दिनसम्म स्थिर रह्यो भने चाहिँ तिमीहरूलाई आनन्दको मुकुट हेर्नुहोस् है, महिमाको मुकुट तिमीहरूले पाउनेछौ भनिकन भन्नुभएको छ। सो त्यो बारेले चाहिँ हामी हर हमेसा चाहिँ हाम्रो प्रभुलाई चाहिँ हामी धन्यवादी र धन्यवाद दिनु चाहिँ अति नै आवश्यक छ। तपाईँसँग जे छ त्यही कुराले चाहिँ उहाँलाई धन्यवादी दिनुपर्छ। मलाई बजाउन आउँदैन होइन, मलाई गाउन आउँदैन, नेभर माइन्ड, त्यो कुराले चाहिँ केही कुरा गर्दैन। तपाईँलाई जे आउँछ जसरी चाहिँ परमेश्वरलाई तपाईँले धन्यवादी दिनुहुन्छ नि त्यो हृदयदेखिको धन्यवाद चाहिँ प्रभुले स्वीकार गर्नुहुन्छ है। सो नम्र हृदय हुनेहरूलाई नि प्रभुले चलाउनुहुन्छ अनि चलाउने व्यक्ति चाहिँ प्रभुले बनाउनुहुन्छ है। हामीलाई थाहा छ यशाया अगमवक्तालाई प्रभुले चलाउनु भयो, मसालाई प्रभुले चलाउनु भयो, यर्मिया अगमवक्ता जो चाहिँ बाइबलमा हामीले हेऱ्यौँ भने सबैभन्दा रुन्चे अगमवक्ता भनिकन हामी चिन्छौँ तर त्यो अगमवक्तालाई नै परमेश्वरले चलाउनु भएको छ। अहिले नयाँ नियममा आइकन येशू ख्रीष्टका चेलाहरूलाई प्रभुले चलाउनु भयो है, प्रभुलाई चलाउनु भयो, यस्तोसम्म बनाउनु भयो उहाँले चाहिँ शक्तिशाली प्रभुको छोराछोरीहरू बनाउनु भयो जसको छुवाइद्वारा चाहिँ होइन रोगी बिरामीहरू चङ्गाइ हुन्थे, छुटकारा हुन्थे। आज त्यो मण्डलीहरू चाहिँ प्रभुले बनाउनको निम्ति हामीलाई पठाउनु भएको छ। इभन हामीलाई चाहिँ त्यो क्याटेगोरीमा त्यो महिमा गर्नमा, त्यो प्रशंसा गर्नमा चाहिँ हामीले प्रभुलाई चाहिँ बोलाउनु भएको छ। सो त्यो कारणले चाहिँ हाम्रो प्रभुलाई चाहिँ हामीले महिमा गर्नको निम्ति चाहिँ हामी अगाडि बढ्नुपर्छ। तपाईँसँग जे छ त्यो कुरालाई चाहिँ धन्यवाद दिनुपर्छ। तपाईँ खाली हुनुहुन्छ, खालीको समयमा त प्रभुलाई धन्यवाद दिनुपर्छ। तपाईँ जस्तो अवस्थामा हुनुहुन्छ नि त्यही अवस्थाबाट चाहिँ प्रभुलाई धन्यवाद दिनु हो नि प्रभुले तपाईँलाई भन्नुहुन्छ मेरो हृदयको मान्छे चाहिँ तिमी हो भनिकन। आमेन। सो प्रभुलाई महिमा भएको होस्। हामी यस संसारमा आउनुभन्दा आमाको गर्भमा रच्नुभन्दा अगाडि नै हाम्रो नामहरू होइन हाम्रो चिनारीहरू चाहिँ प्रभुले हामीलाई दिनुभएको छ। सो आमाको गर्भमा रच्दै गर्दाखेरि नै हामीलाई नाउँ काटिकन बोलाउने येशू हुनुहुन्छ अनि त्यो येशूले हामीलाई चुन्नु भएको छ, त्यो येशूले चाहिँ हामीलाई बोलाउनु भएको छ। त्यो भएको कारणले चाहिँ उहाँको महिमा चाहिँ हाम्रो जीवनबाट हुनुपर्छ। यदि तपाईँ र म चाहिँ ख्रीष्टमा साँच्चै नै नयाँ हो भने चाहिँ साँच्चै नै नयाँ हो भने नयाँ विश्वासीले चाहिँ नयाँ क्रिस्चियनले चाहिँ नयाँ प्रभुको दास छोराछोरीले चाहिँ उहाँको महिमा गर्नु अति नै आवश्यकता छ। कसरी नयाँ भन्दै गर्दा हामी एकताका पापमा थियौँ, हामीले प्रभुदेखि हामी टाढा थियौँ तर हाम्रो जीवनमा पापले भरेको थियौँ तर हाम्रो बिचमा प्रभु आउनुभयो, येशू ख्रीष्ट आउनुभयो। आजभन्दा 2025 वर्ष अगाडि हाम्रो निम्ति कल्वरीको क्रुसमा उहाँ मर्दिनु भयो तर तेस्रो दिनमा बौरी उठिकन उहाँले हामीलाई जीवन दिनुभयो। आमेन। सो यो जीवन चाहिँ अमूल्य छ। यो अमूल्य जीवन चाहिँ हामीले किन्न सक्दैनौँ। संसारको धन दौलतले चाहिँ यो शरीरलाई, यो मायालाई,
यो जीवनलाई चाहिँ किनेर सक्दैन। अनि यो जीवन चाहिँ येशू ख्रिस्टले हामीलाई प्रदान गर्नुभएको, अनि यो जीवन चाहिँ हामीलाई येशू ख्रिस्टले दिनुभएको। सो त्यो भएको कारणले चाहिँ हाम्रो सारा हृदयले, सारा अन्तस्करणले चाहिँ उहाँको नाउँलाई महिमा गर्नुपर्छ, अनि उहाँको नाउँलाई प्रशंसा गर्नुपर्छ। अनि प्रशंसा गर्ने योद्धाहरू चाहिँ हामी हुनुपर्छ र प्रभुलाई महिमा भएको होस्। अनि जतिजनाले यो मेसेजलाई, यो भजन कोरसलाई सुन्नुहुनेछ, म आशा गर्दछु तपाईँहरू सबैजनाले यो सुन्दै गर्दा नि प्रभुको महिमा तपाईँको जीवनबाट बढ्नेछ। आमेन। प्रभुको प्रशंसा तपाईँको जीवनबाट बढ्नेछ। तपाईँलाई सुन्न मन नलाग्ने होइन, हुनसक्छ वचनमा बढ्न नलाग्ने मनहरू आउँदै होला, तर यो समयमा म तपाईँलाई भन्छु उत्साहको साथमा प्रभुले तपाईँको जीवनमा कार्य गर्न चाहनुहुन्छ। प्रभुले तपाईँको जीवनमा कार्य गर्दै हुनुहुन्छ, अनि प्रभुले तपाईँको जीवनमा वचन हालिदिँदै हुन्छ। अनि यिर्मया 33 अध्यायको 3 अध्याय अनुसार भन्नुहुन्छ, यदि तिमीहरूलाई केही कुराको कमी छ भने मसँग आऊ, म तिमीलाई दिनेछु, म तिमीलाई सिकाउनेछु। आई टिच यु भनिकन भन्नुहुन्छ। जिजस अलवेज कम मी भनेको छ होइन। येशू ख्रिस्ट चाहिँ हाम्रो बिचमा अलरेडी छ, तर येशू ख्रिस्टलाई कार्य गर्न हामीले दिनुपर्दछ। सो प्रभुको महिमा भएको होस् यहाँहरू सम्पूर्णलाई, अनि प्रभुले आशिष दिनुभएको होस्। आजको दिन नि प्रभुको, अनि प्रभुलाई समय दिनुपर्छ है। अनि तपाईँहरू जतिजना जुन ठाउँमा हुनुहुन्छ नि, अनि यो सुन्दै गर्दा म तपाईँलाई भन्न चाहन्छु प्रभुले तपाईँको जीवनमा कार्य गर्नुहुन्छ। जसरी यसाया अगमवक्तालाई प्रभुले चलाउनु भयो, परमेश्वरले चलाउनु भयो, बोल्नै नजाने अगमवक्तालाई बोल्न जान्ने बनाउनु भयो, जसले चाहिँ येशू ख्रिस्ट आउने कुराको अगमबानीहरू गरे, त्यो शक्ति चाहिँ परमेश्वरले प्रदान गर्नुभयो उहाँलाई। सो आजको दिन नि तपाईँ र मलाई नि यो 21औं शताब्दीको दिनमा नि प्रभुले त्यो शक्ति सामर्थ्य चाहिँ हामीलाई दिँदै हुनुहुन्छ। हामीलाई कसरी चाहिँ प्रभुले चलाउनुहुन्छ भनिकन उहाँ जान्नुहुन्छ। सो हाम्रो सामर्थ्य, हाम्रो शक्ति सबै कुरा चाहिँ उहाँ हुनुहुन्छ। प्रभुलाई नै महिमा भएको होस्। यहाँहरू सम्पूर्णलाई प्रभुले आशिष दिनुभएको होस्। अनि फेरि पनि जय मसीह।